So hello guys, आज को तिहारको डे 2 अनि गाइस आज चाहिँ काग तिहार हामी चाहिँ कागलाई पूजा गर्न आएको कुकुर एक कुकुर भन्दै काग तिहार अनि गाइस हेर्नुस् हाम्रो उता पर पहाड हो कुन पहाड हो जो चाहिँ मलाई थाहा छैन हिमाल हो त्यो के भन्छ थाहा छैन उता क्रिस्टल क्लियर देखिरहेछ व्हाइट कलरको अब चाहिँ गाइस हामी माथि गएर अब यो किराले भात खानु अब कागले भात खानु तिहारलाई हुन्छ त त्यही कता राख्नु होला कता राख्नु गाइस अब चाहिँ हामी माथि आइसक्यौं अब चाहिँ खै कागेको छैन अब चाहिँ हेरौँला का कहिले आउँछ अब चाहिँ म यही राखिदिन्छु हेरौँ अब तापमा खाँदै खाँदैन यो कता राख्दै थियो अझै गाइस काग ल्याएर खान सक्छ काग ल्याएर खान्छ अब त्यो कसरी भए पनि खान्छ हेर्नुहोस् चाहिँ हाम्रो माथि कस्तो खतरा भिडियो हुन्छ हिमाल हामीले यहाँ मामा नै जाडो भनेर आएको नि यहाँ त तर घाम लागिरहेछ त्यही त कस्तो आदो यहाँ चाहिँ के अरे हाम्रो सानो मायाको योगा टाइम भइसकेको छ हाम्रो सानो चाहिँ डेली योगा गर्नुहुन्छ बिहान एक टाइम अनि कति बेला पो सानो दिउँसो होइन एक टाइम बेलुका होइन बेलुका एक टाइम योगा गर्छ बेलुका एक टाइम अलिकति राति भएपछि एक टाइम जम्मा 2 टाइम एक घन्टा होइन 1 आवर होइन दुई टाइम अनि बिहान भएपछि चाहिँ 3 टाइम अब म तपाईहरुलाई के अरे हामी सानले कसरी योगा गर्नुहुन्छ देखाउँछु ल आफ्टर 5 मिनट पछि तर गर्नु चाहिँ दुईजना योगा गर्छ है तर एकछिन गरेपछि यसरी मोबाइल हेर्दै बस्छ मामुहरूले नि भाडा माझ्नु नि सबै सामानहरू निकालिसक्नुभयो भाडा माझ्नु यहाँ सबै सामान निकालिसक्नुभयो यहाँ पूजाको यो सबै धेरै निकालिसक्नुभयो भोलि कुकुर पूजा अनि बेलुका लक्ष्मी पूजाको लागि तयारी हो यो लक्ष्मी पूजाको लागि तयारी हो तपाईहरुले गरिसक्नु भयो होला तपाईहरुले पनि गरिसक्नु भयो होला भाडा माझ्ने के गर्ने पूजा के गर्ने गरिसक्नु भयो होला घर सफा गर्ने के गरिसक्नु भयो होला गाइस हामी त आमाको छतमा आमाको यहाँ आइरहेको बाल्कनीमा यहाँ कति राम्रो फुल फलिरहेछ मलाई त यो खाइदिनु जस्तै लागिरहेछ गाई पनि खान्छ त गाई गाई आज कति राम्रो हिमाल देखेको सनसेट हो ए सनसेट अनि सनसेट हामी माथिसक्यो भेटौँला स्टे ट्युन बाइ गाइस मम्मीले चाहिँ यहाँ भाडा मारिसक्नु भएको छ अब चाहिँ यहाँ पनि हामी भात खान जाने त्यहाँ मलाई चाहिँ एकदमै गाह्रो भइरहेछ ज्वरो आएर मलाई भात खाने मन छ तर सानले भन्दैछ कि उसले मलाई खुवाइदिन्छ अब हेरौँ सानले पनि मलाई कस्तो खुवाइदिनु भएछ
गाइस मलाई चाहिँ एकदमै साह्रो भयो म चाहिँ डक्टरको गएर अलिअलि दबाई पनि लिएर आएँ सानो चाहिँ मलाई भात खाइरहेछ अनि गाइस आजको ब्लग चाहिँ तपाईँलाई आजको भिडियो चाहिँ तपाईँलाई मन पऱ्यो भने लाइक सब्सक्राइब सेयर र कमेन्ट गरिदिनु होला अनि मलाई यसरी यसरी नै तपाईँको सपोर्ट चाहिएको छ त्यही भएर गाइस बाई बाई अब अर्को भिडियोमा भेटौँला भोलि लक्ष्मी पूजाको दिन भेटौँला